ल अब होइन अब यहाँ के सुन्दी के गरिराख्नु खाइरहेको छौँ है अब हामी एकछिन बेहुला बेहुली भित्राउँछौँ टिको लगाइदिन्छौँ है हामी हराइदिनु ल हुन्छ हराउनु भएन भने पर्दैन हाम्रो ठाउँको त्यसै अर्गानिक हो अन्त अर्गानिक हो सही कुरा है त्यो पुरी राख्नु पुरे पनि त्यही गुन्द्री हो बेहुली के बोकेर जानुपर्ने कि हिँड्दै खुट्टा हो ल म अब माइतीले बोक्नु पर्ने हो नि त लोकन्दाको ठुठै भयो है लड्छ बेहुलीले बिस्तारै अब बेहुलाले बेहुली मागेको ए लोकन्दाले त पनि ठाउँ त भन् लोकन्दी माग्दैछ खोइ त भने मटर बाइक किन्नु है ज्वाइँको दाजु मेरो सोडी पर्छ यहाँबाट जाने ला गाडी यामको दाजु तपाईँलाई चाहिँ अनि मेरो सोडी पर्छ ज्वाइँ नै पर्नुहुन्छ ए त्यसो भए बुढालाई रिचार्ज लगाइदिनु मन्त्री पनि सानो नबोल्न आउँथे तँ चाहिँ बिहा गरेर सक्छैनस् ए उहाँ त ज्वाइँको दाजु पो हुनुहुन्छ उहाँ त उसले किन हजुर भन्नु ज्वाइँ भन्नु ज्वाइँको दाजुलाई मेरो सोडी पर्छ यसो गरौँ न नानी अब जन्मङ्गेलाई ढोक्नु पर्दैन ज्वाइँ उभिनुहुन्छ अब सम्झी ढोक छैन अहिले होइन ज्वाइँ उभिनुहुन्छ सबैले नमस्कार गरेर सक्यो हुन्छ सबै त्यो यहीँबाट अब सकिन्छ नापा ल्याउनु भएको छैन है अनि हामी धानखाना लान्छौँ किचनबाट निकालेर अनि गर्नु पर्यो क्या ओके यसो गरेर भरेर निस्किनु नि फेरि